हेलो गाइज, यो ठाउँ चाहिँ नथुराम गोडसेलाई राखेको जेल रहेछ है। हेर्दै आउनुहोस्, यो चाहिँ सिमलामा छ है। यस्तो छ है जेलै जेल। रुम पनि हेर्दै आउनुहोस् कति सानो छ, बहुत सानो है। बहुत जेल रहेछ, जेलै जेल रहेछ। हेर्दै आउनुहोस् है पहिलाको। र यो जेलमा चाहिँ महात्मा गान्धीलाई पनि राखेको भन्छ। त्यो खोज्दैछु कहाँ हो है। र त्यो समयको स्टाफ इस्ट इन्डिया कम्पनीको जेलको स्टाफहरू जस्तो रहेछ है। जेल चाहिँ यस्तो, यो चाहिँ जेलरको रुम होइन, यो चाहिँ जेलरको रुम रहेछ है। जेलरको रुम त्यो जमानाको पुरा के रहेछ है। अप्सरै खोज्दै आउँदा यहाँ गान्धीजीलाई राखेको सेल हेरेँ कहाँ रहेछ है। यस्तो हेरिहाल्नुहोस् कस्तो बनाएर राखेको छ है। जेलै जेल कहाँ चाहिँ छ हाम्रो महात्मा गान्धीजी राखेको। यस्तो रहेछ जेल अन्दरमा। टर्चर एन्ड पनिसमेन्ट सेल हेरे कस्तो रहेछ। यहाँ बाँधेर चाहिँ कोर्थ्यो होला नि होइन। यस्तो छ है। त्यो समयमा जाडो होइन, आगो फुक्ने ठाउँ पनि रहेछ है। यहाँ पाएँ हजुर, महात्मा गान्धी। सायद यही हुनुपर्ने महात्मा गान्धी राखेको जेल चाहिँ है होइन। हेरिहाल्नुहोस्, म चाहिँ यहाँ है यो ठाउँ हेर्न आएको छु। महात्मा गान्धीलाई राखेको यो रहेछ।